हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई हाम्रो देवरानी जेठानीको छोटो मिठो मिनी ब्लगमा। आज चाहिँ हामी जान लागेको छौँ बागेश्वरी मन्दिर। मैले चाहिँ मन्नत मागेको थिएँ जब म प्रेग्नेन्ट भएको थिएँ नि, त्यतिखेर। अब मेरो बेबी भइसकेपछि मैले चाहिँ भनेको थिएँ कि मेरो हस्बेन्ड अनि म अनि मेरो बच्चा मिलेर तिनैजनाको हातदेखि त्यहाँ चाहिँ प्रसाद चढाउँछु भनेको थिएँ। त्यसैले हामी आज जान लागेको। अनि आजको दिन फेरि एकदमै राम्रो थियो कि आज साउनको महिनाको लास्ट सोमबार पनि रहेछ। बिहानै छिटो गएर पूजा गरौँला भनेको यो गाडीले ढिलो गर्यो कि एकदमै ठाउँमा रोके गर्न लाग्यो। एक्लै भइदा त केही हुन्थेन, बेबीसँग धेरै अप्ठ्यारो भयो। अनि फेरि भन्नु होला देवरानीलाई किन नलगेको भनेर भन्नुभयो होला। देवरानी चाहिँ यता घोडागोडी गइन्, घोडागोडीको मन्दिरमा गइन्। अनि हामी तीनजना चाहिँ यता बागेश्वरी मन्दिर गयौँ, देवरानी चाहिँ घोडागोडी मन्दिर गएको थिइन्। झन् छिटो पुगौँला भनेको यो कर्णाली र भुरीगाउँको बिचको जङ्गलमा बहुत ढिलो हिँडाउँछन् के त्यहाँ, किनकि त्यहाँ ठिक्क टाइममा पुग्नुपर्छ नि। अब ढिलो गएपछि फाइन तिर्नुपर्छ, छिटो गएपछि त त्यो थाहा भएन। यो देख्नुभएको चाहिँ बबैको पुल हो। अनि यसमा चाहिँ करेन्टवाला माछा अनि गोही पाइन्छ। यतातिर धेरै जसो हाम्रो माइतको मान्छेहरू यता बयर टिप्न आउँछन्। अहिले चाहिँ गोही देखेको थिएनन्, किनकि अब पानी पर्ने जस्तो भएको थियो नि। अब घाम भइदा त देखिन्थ्यो होला, घाम थिएन, त्यही भएर भित्र पानीमा बसिरहेको छन्। अनि यता चाहिँ 5 नम्बरमा नयाँ पार्कहरू बनाएको रहेछन्। अनि गैडा पनि बनाएको रहेछन्, पहिला त थिएन। अनि यो देख्नु भएको चाहिँ म पढेको स्कुल। पहिला चाहिँ अर्को स्कुलमा पढ्थेँ, 8सम्म अर्को स्कुलमा, अनि 9देखि चाहिँ अनि यता रमापुरमा पढ्न लागेको। यो बाटो पनि मेरो माइत जान्छ, अगाडिको बाटोबाट पनि जान्छ। माइती घर जाने 3टा बाटो छ। एउटा चाहिँ पिच बाटो, अनि अर्को आली बाटो, अनि अर्को चाहिँ नदी भएर जान्छ। अनि हामी चाहिँ यहाँ सधैँ माछा मार्न आइरहन्थ्यौँ नि। अनि पहिलाको दिनहरू यो देखेर चाहिँ पहिलाको दिनहरू धेरै नै याद आयो। अहिले चाहिँ बाटैभरि कमल फुल फलेको छ क्या। अहिले चाहिँ कमलको फुल फल्ने सिजन छ नि, त्यसैले। अनि हामी चाहिँ कोलपुर पुग्यौँ। अनि बिचको बाटोमा चाहिँ मैले भिडियो बनाएन, किनकि बाबुलाई सुताउन लागेको थिएँ। अनि एकैचोटि बागेश्वर पुगिसकेपछि भिडियो बनाएँ। अनि हामी चाहिँ बागेश्वरी मन्दिर पुगिसकेको थियौँ। हामीलाई चाहिँ मेन गेटबाट लगेनन्, किनकि त्यहाँ धेरै भिडभाड छ भनेर उताबाट लगेनन्। हामीलाई पछाडिको गेटबाट लगे। अनि हामीले चाहिँ यहाँ आन्टीबाट पूजाको सामानहरू लग्यौँ। अनि सबै रेडी पारिदिनु भयो आन्टीले। अनि हामी चाहिँ भित्र पस्यौँ। अनि भित्र पनि हेर्न सक्नुहुन्छ हजुरहरूले, यति भिड छ नि, यति भिड। अरू त केही नै बाबुसँग कसरी पूजा गर्ने होला जस्तो लागिरहेको थियो। अनि मैले चाहिँ यता शिवजीको मन्दिरमा पनि पूजा गर्न लागेको भिडियो त्यति बनाउन सकेन, किनकि धेरै भिडभाड थियो नि। अनि भित्रपट्टि चाहिँ भिडियो बनाउन पाएनौँ, किनकि अब भिडभाड धेरै थियो। अनि पूजा गर्न पनि मिलिरहेको थिएन। अनि जस्तो भिड भए पनि मैले चाहिँ राम्रोसँग पूजा गर्न पाएँ। अनि मेरो बाबुलाई पनि दर्शन गराएँ। त्यसपछि चाहिँ हामी घर फर्क्यौँ। घर फर्किँदाखेरि चाहिँ पानी परेको थियो, त्यति भिडियो क्याप्चर गर्न सकेन। अनि हामीले बिहानदेखि केही नास्ता गरेको थियो नि, मैले नास्ता गरेर अनि हामी चाहिँ घर फर्क्यौँ। आजको लागि यति नै, भेटौँला अर्को मिनी ब्लगमा। बाई बाई।